हजुर। नमस्कार समादेश। गरिसामले हजुरको नाम अमृता रेश्मी आले। अनि हजुरको स्टाफ नम्बर 79335। अनि हजुरले कन्ट्र्याक्ट भन्दा फरक काम गर्नु भएको छ र? अब पहिला चाहिँ हामीलाई चाहिँ फुलमा भनेर ल्याएको हो कि अब अहिले चाहिँ कन्ट्र्याक्ट बाहिरको ए कन्ट्र्याक्ट भन्दा बाहिर काम त धेरै नै भयो हुन त। हजुर हजुर। भन्नाले तपाईँले अब कन्ट्र्याक्ट भन्दा काम फरक काम त गर्नुभयो कि तर कम्पनी बाहेकको अरू कुनै कामहरू जस्तो गर्नु भएको छ र? जस्तै अहिले तपाईँ एचआरसीमा हुनुहुन्छ, एचआरसी बाहेक अरू कुनै कम्पनीको लागि काम गर्नु भएको छ? अब एचआरसी को कन्ट्र्याक्टबाटै काम गरेछ, एचआरसी बाहेक अरू कन्ट्र्याक्टकोमा काम गरेको छैन। हजुर। अनि त हजुरले आफ्नो स्वास्थ्य र सुरक्षालाई ध्यानमा राखेर काम गर्दै हुनुहुन्छ? अब स्वास्थ्य अब चर्को घाममा काम गर्नुपर्छ, स्वास्थ्यलाई ख्याल आफैले राख्ने हो। हजुर हजुर। अनि सम्झौता अनुसारको स्यालेरी पाउनु भएको छ? आ, सम्झौता सम्झौता अनुसारको स्यालेरी अब यो केनमा चाहिँ फरक भएकोले चाहिँ छैन भनौँ अब। हजुर हजुर। अनि काम गर्ने समय चाहिँ हजुरले हजुरको सम्झौता अनुसार भएको छ? त्यो चाहिँ भएको छ। अनि जस्तै हजुरलाई आवश्यक पर्दाखेरि अब इमर्जेन्सी बिदाहरू पाइरहनु भएको छ? पाइरहेको छ त्यो। हजुर, आवासको व्यवस्था हजुरले आफै गर्नु भएको छ कि कम्पनीले गरिदिएको छ? आफैले गरेको छ। आफैले गर्नु भएको छ है। अनि खाना र बस्नको व्यवस्था भनेपछि कम्पनी कन्ट्र्याक्ट अनुसार छ कि छैन? अहिले छ त्यो। हजुर। अनि हजुरलाई पर्दाखेरि अब होइन यस्तो इमर्जेन्सी केसमा कम्पनीको सहयोग पाउनु भएको छ कि छैन? इमर्जेन्सी पाएको छ त्यो। पाउनु भएको छ है। अनि हजुरले काम गर्दाखेरि दैनिक जीवनमा यसो डराउनु दिने, धम्काउनु दिने या त्यस्तो गाली गलौचीहरू गर्ने त्यस्तो गैर कानुनी क्रियाकलापहरू भएको छन् र? त्यो चाहिँ छैन। होइन है। अनि हजुरको सम्पत्ति, हजुरको प्रपर्टी भनौँ, हजुरको पैसा या कुनै या ब्याङ्क एकाउन्ट चाहिँ हजुरले उचित व्यवस्थापन गरेर राख्नु भएको छ? छ। अनि जाहेरी कार्ड पासवर्ड तपाईँ आफूसँगै छ? आफूसँगै हो। काममा जाँदा त लिएर जाँदैन, घरमै छोड्छौँ अब। हजुर। आफूसँगै छ। अनि हजुरको आफ्नो निजी जीवन चाहिँ स्वतन्त्रपूर्वक जिउन पाउनु भएको छ? कम्पनीले त्यस्तो कुनै रोकटोक गर्ने कुनै बन्देज लगाएको त छैन? कम्पनीको छैन, हामी बस्ने अपार्टमा चाहिँ एकदम डर छ, त्यही हो। भन अपार्टमा चाहिँ के कमजोरी छ भन्न सक्नुहुन्छ है? हामी बस्ने यता हामी 136 नम्बर अपार्टमा बस्ने हो। हामी 135को मान्छेले चाहिँ हामीलाई चाहिँ एकदम धेरै नराम्रो व्यवहार गर्नुहुन्छ। हजुर हजुर। उम्, अनि अस्तिताका पनि हामीले उता एचआरसीमा सरहरूलाई कन्ट्याक्ट गरेको थियौँ। हजुर। अनि हाम्रो साइकल ढलाइदिने, अनि कपडा सुकाएको लुगाहरू फालिदिने, अनि हामी चाहिँ अलिकति चर्को बोल्यो भने आएर ढोका हान्ने, अनि राति सुतेको बेलामा बाहिर आएर हिँडिने गर्नुहुन्छ। त्यो चाहिँ खतरा छ हामीलाई चाहिँ। ए हजुर हजुर। हुन्छ, हजुरको यो समस्या पक्कै पनि कम्पनीले सुन्छ र केही न केही निष्कर्ष निकाल्छ पनि अवश्य पनि होइन? हजुर। हजुरले काम गर्ने ठाउँमा त्यस्तो अवैध रूपमा काम गर्ने कोही कामदारहरू हुनुहुन्छ र? त्यस्तो त हुनुहुन्न। हुनुहुन्न है। हुन्छ, हजुरको समय यहीँ सकिन्छ। हजुरलाई यो आफ्नो समयलाई धेरै धेरै धन्यवाद। यसका समावेश। हजुर,